सञ्जितलाई चाहिँ के थाहा छ भन्दाखेरि चाहिँ उसले बोल्छ नर्मल्ली इन्टरभ्यू भन्नाले अब हामीलाई नर्मली डर लाग्नु स्वाभाविक हो डर लाग्छ इट्स ओके इन्टरभ्यू हो नि त मलाई पनि डर लाग्छ मुटु ढुकढुक हुन्छ त्यो इट्स ओके तर अब हामीले त्यसलाई के गर्नु पर्यो डिप ब्रेथ लिने नर्मल लिने बुझ्यौ नि केही पनि होइन इट्स ओके त्यसलाई केही पनि रूपमा लिने तर केही पनि रूपमा नलिने भन्दा अब आफू यसरी बस्ने होइन अब सञ्जितको केसमा के छ भने उसले अब नर्मल्ली ब्याक होम अब उसले काम गरेको लेट्स से उसले हुन त 6 months तर उसले आफूले के भन्न सक्यो भने ब्याक होम अब नेपाल आई वर्क इन सर्भिस फर 1 year भन्ने मैले अब नेपालमा अथवा ब्याक इन इन्डिया आई वर्क इन सर्भिस सेक्टर फर 1 year भन्ने अब सर्भिस सेक्टर मिन्स वाट सर्ट अफ सर्भिस सेक्टर भन्दाखेरि चाहिँ अब तिमी कुन प्रपर्टीमा गएको छौ अहिले तिमी अब जापानिज कुजिनमा गइरहेको छौ राइट जहाँ चाहिँ सुसीहरू बन्छ भनिसकेपछि त्यहाँ चाहिँ के होला नर्मल्ली अब के होला नर्मल्ली सामानहरू अब तिमीहरूले प्रिपेयर गर्नको लागि हेल्प गर्ने होइन टु प्रिपेयर द आइटम्स फर सुसी होइन तिमीले सुसी त बनाउन सक्दैनौ फर स्योर राइट सो टु प्रिपेयर द आइटम्स फर द सुसी अब टु हेल्प द सेफ अब टु क्लिन द प्लेस टु मेक स्योर द प्लेस इज भेरी क्लिन बुझ्यौ नि नेक्स्ट भनेको अब टु एप्रोच द कस्टमर पनि मेबी होइन अब भोलि तिमीहरूले बाई टाइम काम गरेर जाँदा अर्डर पनि लिन सक्नुपर्ने हुन्छ अर्डरहरू टेक गर्न अब अहिलेको बिगिनिङमा छिरिरहेको छौ त अब 3 जना एउटा डिपार्टमेन्ट जान्छौ गएपछि अब तिमीसँग के छ त क्षमता ट्यालेन्ट तिमी कतिचोटि काम सिक्न सक्छौ तिमी कतिचोटि काम सिक्न सक्छौ अब उसले कतिचोटि काम सिक्न सक्छौ हो त्यही हिसाबले अब तिमीलाई चाहिँ त्यो काममा प्लेस गर्छ मेबी भोलि अब त्यहाँ काउन्टरमा बस्छ अर्डरहरू टेक गर्छ क्यासियरिङको काम गर्ला उसले उसको नलेजको कुरा भयो त्यो बुझ्यो तर अहिले अब छिर्दा चाहिँ आज सर्भिसमा तिमी सर्भिसमा छिर्यो आज सर्भिस भन्नाले अब कुजिनमा सर्भिस मैले भने इन द बिगिनिङ फेज अब टु मेक द एरिया इज क्लिन राइट टु मेक स्योर द एरिया इज क्लिन अब नेक्स्ट भनेको टु हेल्प द सेफ होइन टु हेल्प द सेफ टु प्रिपेयर द आइटम बुझ्यौ नि नर्मली यो भयो अनि नेक्स्ट भनेको अब मेबी टु एरेन्ज द आइटम आइटम पनि एरेन्ज पनि गर्नुपर्ने हुन्छ होइन टु एरेन्ज द आइटम त्यो पनि हुन्छ अरू के हुनसक्छ To help the other workers. अब टु हेल्प होइन टु कोअर्डिनेट विथ अदर वर्कर्स त्यो पनि हुन्छ अरू के हुनसक्छ To welcome guests properly. टु वेलकम गेस्ट अब कस्टमर सर्भिसको कुरा भयो यो पनि हुनसक्छ त्यही भएर सिम्पल आफ्नो इन्ट्रोडक्सन दिँदा अब आफू चुप होइन माई नेम इज रमेश बिके भन्न आउँछ नि या माई नेम इज रमेश बिके या आई क्यान स्पिक इङ्ग्लिस भन्दा यस आई क्यान स्पिक इङ्ग्लिस बट सो डु हेभ यु वर्क भन्दा यस ब्याक होम आई हेभ वर्क भन्न पर्ने सो अब तिमीले स्ट्यान्डिङको पनि कुरा आयो त्यहाँ 8-9 घन्टा 10 घन्टा 12 घन्टा डिपेन्ड्स अपन काम वर्क अब तिमी उभिन सक्नु पनि त्यो पनि एउटा ट्यालेन्ट हो मान्छे उभिन पनि त्यतिकै सक्दैन नि त त्यो स्ट्यान्डिङ प्रेसर ह्यान्डल गर्न सक्नु पनि त्यो एउटा पार्ट अफ वर्क भयो ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिजमा पर्यो सो आई क्यान अनि अर्को कुरा तिमीले प्रेसरहरू ह्यान्डल गर्न सक्नु पनि अब काममा रस होला कोही बेला एकदम भिड होला होइन त्यो अब त्यो प्रेसर पनि ह्यान्डल गर्न सक्नु नआत्तिकन फोकस्ड भएर जस्तो अब विनोदलाई अब खाना लिएर आउनु भन्दा अब उसले खाना बिर्सेर आयो उसले प्रेसर ह्यान्डल गर्नलाई उसले सकेन बुझेन जस्ट एक्जाम्पल हो यो मतलब हामी त्यस्तो हुन्छौँ नि त माइन्डमा ला हत्ता हो त्यो होइन फोकस्ड हुने एकदम सोल्युसन खालि दिमागमा सोल्युसन चाहियो हाम्रो माइन्डलाई चाहिँ दिमागलाई भन्ने सोल्युसन के हो त प्रब्लम त आयो आई नो द्याट वी नो द्याट वाट्स द सोल्युसन दिमागलाई सोध्ने दिमागले बिस्तारै आदत हुन्छ सोल्युसन निकाल्छ जे कुरा पनि त्यो भयो होइन प्रब्लम सल्भिङको मगायो त्यो कुरा अनि पोजिटिभ हुनु पर्यो अब कसैले सुपरभाइजरले बोसले गाली गर्ला ऊ कुन मुडमा होला अब धेरै रेस्पोन्सिबिलिटी हुन्छ राइट घरमा बाबा मम्मीले गाली गर्नु होला अब गाली गर्नु भनेर घरमा त बाबाले मुख फर्काइन्थ्यो होला तर यहाँ अब मुख फर्काउने होइन इग्नोर गर्ने अब आफ्नो गल्ती साँच्चै जेन्युनली छ भने त्यहाँबाट सिक्ने हो इभन गल्ती छैन भने पनि किन यसले मलाई गाली गर्यो भनेर क्वेसन गर्ने ए मलाई त्यतिकै गाली गर्छ भन्नुभन्दा पनि अनि त्यसपछि त्यसको एन्सर फाइन्ड आउट हुन्छ अनि काम आफ्नो ड्युटिज एन्ड रेस्पोन्सिबिलिटिज के हो बरु कपीमा लेखेर यो मेरो काम त्योलाई फलो गरिसकेपछि कन्फिडेन्स आफै बिल्ड भइहाल्छ कन्फिडेन्स बिल्ड भइसकेपछि कसैले केही पनि भन्दैन राइट सो दिस इज हाउ वी क्यान वर्क त्यही भएर अलिअलि बोल्नु चाहिँ पर्छ है त दिस इज थिङ ओके बेस्ट अफ लक ल ऊ बोस आइसक्यो